तर जालहरू फेरि भने मच्छर जान्छ त जाने पुरा हावा यदि घुस्छ म त पङ्खा चलाउँदैन तर यहाँ बाहिरबाट जाली ठोक्नु मिल्ने रहेछ थाहा छ मिल्छ कताबाट जाली पनि मिल्छ त्यो जाली चिप्काउनेवाला मिल्ने रहेछ क्या जस्तो त्यो पर्समा चर गर्छ नि त्यस्तो खालको सिधा चलाउने सिस्टम छ हो टक्कै यसको यो झ्याल छ नि जुन यसको बाहिर फ्रेममा लगाएको हुन्छ जाली झ्याल पनि खोल्नु मिल्यो बुझ्नुभयो आनन्दै हुन्छ यार फेरि त मच्छर एउटा पनि जाँदैन यिनीहरूको त राम्रो छ तपाईँको यस्तो रहेछ यार झ्याल ठ्याक्कै अगाडि छ हाम्रो चाहिँ भित्र छ त्यो हावै लाग्दैन कि जाली लगाइदिन्छ क्या यसको वरिपरिबाट टक्क जाने हो नि जाली बुझ्नु भएन बाहिर के झ्याल पनि खुल्ने हो बुझ्नुभयो बुझ्नुभयो कि नै झ्याल त हामी राति दुईवटै खोलिन्छौँ यति हावा जान्छ भित्रमा जाली भयो त जाली भयो मच्छरदानी लगाउनु मर्निङ वाक गरियो आज बिहान बिहानै ल हाम्रोमा यस्तो छैन नि यार नमस्ते तपाईँहरू कस्तो छ ल यता हाम्रो भिडियो सुरु भइसकेछ केही भन्नु छ आज हाम्रो बिहान बिहानै अब मर्निङ वाकमा गइयो होइन भनौँ न मर्निङ वाक नै हो हाम्रो मर्निङ वाक नै हो हाम्रो अब चिसो पनि खाइयो अब चाहिँ अब कोठातिर गएर नास्ता पानी बनाएर खाने त होला नि त्यही हो आजको फेरि सुताइ नै होला होइन सुताइ त अब के सुताइ भन्नु 2 दिन भइसक्यो सुतेको निन्द्रा लाग्ने होइन जिउ दुखिसक्यो टुरमा जाने हो कतै टुरमा जाने हो टुरमा त म कहीँ जान्न हिजो जानु चाहिँ हिजो पर्थ्यो यसकै वरिपरि 4 राउन्ड लगाए पनि हुने हो ओ टुरमा जानेहरू यता 2 जना रेडी यिनीहरू टुरमा जाने यता केराहरू पाउँछ सोल्टी पाउँछ है केराहरू सित्तैमा पाउँछ भने अहिले आउँछन् होइन के भन्छ भने 2 रुपियाँ हटाउनु त के हाल्छ सामान अहिले 4-5 जना बनाइहाल्छ भनेको अलिक खेल्ने बेला भइहाल्छ नि यार पैसा त यार 1 रुपियाँ नभए पनि मान्छेले पैसा जितिहाल्छ तास खेल्ने भन्नु पर्यो ल आफ्नो मात्रै पऱ्यो पैसा त धराधर निकालिहाल्छ यो हाम्रो बिसाउने चौतारी है यहाँनिर एकछिन आराम गर्ने हावा खाने अनि रुम जाने यो के को रुख होला पाना उसको पिपल म त पाना भन्छु यार पिपलको रुख कस्तो मजाले झाँगिएको छ यहाँ होचो छ तर मजाले भुइँ छुने खालको भइसक्यो पातले यस्तो झरझराउँदो छ यसको यो छ नेपालतिरको पिपलहरू यस्तो हुँदैन यहाँ त हावापानी त्यस्तै मलिलो ठाउँ भुइँ छुने खालको पिपलको बोटहरू हुन्छ यही यस्तो छ यसलाई यसो गर्ने भन्नु मैले भन्नु खोजेको तपाईँ मान्छे हो भने तपाईँ मान्छे त आनन्दै हो भने टाइम पास गराउनुहुन्छ है इन्जोय यो पिपलको रुख कस्तो लाग्यो पिपलको रुख त ठिकै हो नेपालको पिपल र यहाँको पिपलमा के फरक पिपलको रुख छँदैछ क्या बरु छैन हो यस्तो ढुङ्गा छ होइन यस्तोमा पनि यस्तो मजाले फैलिएको छ यो पिपलको रुख सानो भए पनि यसले मलेसिया भनेको मलेसिया नै हुँदो रहेछ ऊ त्यहाँनिर बाँसघारी छ अब एउटा फेरि अर्को सोल्टीले के गर्नु खोज्यो हो भाइरलै बनाउने भयो ए बनिया कता ल खुट्टा त अनि के भयो खुट्टा केले भाँच्यौ फेरि कस्तो मान्छे रहेछ यार आज यार ओटी भएर यार ओटीमा जानु पर्दैन भने